आज खुलेको विज्ञापन सिटिभिटीको चाहिँ फर्म कसरी भर्ने अनलाइन भन्न गइराखेको छु। त सुरुदेखि रजिस्टर कसरी गर्ने, फर्म कसरी फिलअप गर्ने सुरुदेखि नै भन्ने हो यस भिडियोमा। अब ल म ढिलो नगर्दै स्टार्ट गरेँ। पहिला चाहिँ क्रोममा जाने, अनि क्रोममा जाने एकछिनमा खुल्छ बिस्तारै। यहाँ केही नलेखिकन के लेख्नुपर्ने, खासमा सिटिभिटी लेखिदिने। अब www के लेख्दाखेरि त्यो खुल्छ, कहिलेकाहीँ नखुल्छ। अब हेर्नु यसमा सिधै डाइरेक्ट खुल्छ। अब www.ctvt.org.np आयो, अनि यसमा क्लिक गर्ने। अब हामीले माथि चाहिँ हाम्रो के भन्छ महावीर पुन शिक्षा मन्त्री। अब चाहिँ हामीलाई के गर्नुपर्ने, बिस्तारै स्क्रोल गर्दै माथि जाने। यहाँ के लेखेको छ, पदपूर्ति आवेदन पोर्टल। अब यसमा चाहिँ क्लिक गर्ने। यसमा क्लिक गर्दाखेरि अब हामीलाई कुनमा चाहिँ फर्म भर्नुपर्ने, खासमा यहाँ लगइन गर्नुहोस्, रजिस्टर गर्नुहोस् छ नि माथि। अब त्यो भइसक्यो। अब चाहिँ हामीलाई यसमा कुन छ, खासमा आफ्नो जुन छ नि त्यसमा नि फर्म भर्ने हो खासमा। अब वरिष्ठ प्रशिक्षक, अब यसमा हेर्ने आफ्नो कुन हो। म चाहिँ कृषि प्रशिक्षकमा भर्ने हो खासमा। लेखापाल जुनमा भर्नुपर्ने छ त्यसमा जाने। अनि यहाँ मेरो चाहिँ 69-70 छ। मेरो जम्मा एउटा सिट, एउटा खुला, एउटा दलित। अनि यसमा गएर यहाँ विवरण हेर्नुहोस्मा क्लिक गर्ने। अनि क्लिक गर्दाखेरि यो सबै हेरिन्छ। यसमा गएर तपाईँ कतिचोटि हेर्नुभयो भने त्यो माथि गिन्ती हुन्छ। हेरिएको सङ्ख्या 100, मैले 100 चोटि हेरिसकेँ। आधारभूत जानकारी, विज्ञापन नम्बर यति छ, सहायक प्रथम, अनि प्राविधिक तथा प्रशिक्षक, अनि कृषि तथा भेटनरी। कृषि खुल्ला 2 जना, अनि यो प्रकाशित मिति अनि दोहोरो भुक्तानी कार्यान्वयन मिति। यो डबल दस्तुर मिति छ। फेरि यो 28 दिनपछि चाहिँ डबल दस्तुर हुन्छ यसको। आवेदन दिने अन्तिम मिति यहाँ लेखा छ 35 दिन। त्यो सबै हेर्ने। अनि यति हेर्दै अब यसमा चाहिँ सामान्य शुल्क 700 र समावेशीतर्फ 200 रुपियाँ एक्स्ट्रा तिर्नुपर्ने छ। र 1400 रुपियाँ यहाँ हेर्न सक्नुहुन्छ कि डबल दस्तुरको फी छ। अनि यो 400। अनि यसमा +2 को मान्यता चाहियो। अनि बाली विज्ञानमा खासमा मान्यता। यो अरू त सबै थाहा होला, नथाहा भएको कुरा त यहाँ हेर्न सक्नुहुन्छ। 18 देखि 35 वर्ष, महिलाको हकमा 18 देखि 40 वर्ष। यहाँ सबै हेर्ने। आवेदनको लागि लगइन गर्नुहोस्। आवेदनको लागि यहाँ लगइनमा क्लिक गर्दा पनि हुन्छ। अब यहाँ चाहिँ थिचेर के गर्ने, पहिला अब हम सुरुदेखि नि के भन्छ, मेरो रेजिस्टर भएको छैन। अनि सुरुदेखि नि म पहिला फर्म भरेको थिएन। पहिला फर्म भरेकोले यहाँ आइडी, यहाँ पासपोर्ट राख्दाखेरि त्यो आफै खुल्छ, केही फिलअप गर्नु पर्दैन। त्यो सबै थोक पहिलादेखि नै हुन्छ उनीहरूको। मैले चाहिँ फर्स्टचोटि फर्म भर्दैछु। अनि यहाँ रजिस्टर गर्नुहोस्मा क्लिक गर्ने। खासमा रजिस्टर गर्नुहोस्। यहाँ आफ्नो नाम लेख्ने, पहिलो नाम, अनि इङ्ग्लिसमा लेख्ने कि नेपालीमा लेख्ने हेरिहाल्नु। पासपोर्ट सुनिश्चित गर्नु, केही छैन, जुनमा पनि लेख्दा केही हुँदैन। ल यो उमेश शाह मैले भरिसकेँ। अनि इमेल नम्बर, मेरो इमेल नम्बर यहाँ छ। अनि पासपोर्ट कसरी आयो, मोबाइल नम्बर, यो आफ्नो हुन्छ भर्नुपर्ने मोबाइल। यहाँ पासपोर्ट लेख्नुपर्ने छ। र यहाँ पासपोर्ट सुनिश्चित गर्नुहोस्मा त्यही पासपोर्ट फेरि लेख्नुपर्ने छ। यो चाहिँ एकछिनको लागि बन्द गरेर मैले गरेँ। यो चाहिँ मैले फिलअप गरिसकेँ यो पासपोर्ट। अनि यहाँ रजिस्टर गर्नुहोस्मा क्लिक गर्ने। फेरि यसो क्लिप आउँछ लेख्नलाई, त्यो इन्टर गरिदिने। यसमा यो क्याप्सन
इन्टर गरिदिएँ मैले। अब भेरिफाईमा क्लिक गरिदिने। यहाँ चाहिँ मेरो सक्सेसफुली भनेर भनिदियो। अब चाहिँ लगइन गर्ने। यहाँ लेखेछ गो टु लगइन। अब लगइनमा गएर गो टु लगइनमा क्लिक गर्ने। अब यहाँ चाहिँ म आफ्नो इमेल र पासपोर्ट चाहिँ राख्छु खासमा। लगइन पछि यस्तो चाहिँ खुल्छ खासमा। यो चाहिँ राम्रोसित पढिहाल्नु। यो म पढेर सुनाइदिइरहेको छु एकछिन। आफ्नो खल्ती आइपिएसबाट भुक्तानी सफल भएको र सिस्टममा भुक्तानी सफल नभएको कारोबारलाई भुक्तानी विवरण मेनुमा गई असफल वा पेन्डिङ लेनदेनमा क्लिक गर्नुहोस्। यहाँ क्लिक स्टेटसमा क्लिक गरेर जाँच गर्दा भेरिफाई दिस ट्रान्ज्याक्सन देखिएमा त्यस्ता क्लिक गरी आफैले भेरिफाई गर्नुहोस्। त्यसपछि एप्लिकेसनमा गई चेक गर्नुहोस्। भुक्तानी सफल भएर तपाईँको खाताबाट पैसा काटियो तर यो पोर्टलमा भुक्तानी देखिएन भने कृपया फेरि भुक्तानी गर्नुहोला। यो चाहिँ राम्ररी बुझेर गर्नुपर्नेछ। अब राम्ररी गर्नुहोला। अगाडि मैले बढेँ अब नत्र ढिलो हुन्छ, फेरि भिडियो पनि लामो हुन्छ। मैले फर्म भर्नुपर्ने 69-70मा यहाँ आइसक्यो विज्ञापन नम्बर। अब चाहिँ यता 69-70 हेर्ने राम्ररी अनि बिस्तारै स्क्रोल यता गर्दै अब आवेदन दिनुहोस्मा क्लिक गर्ने। देवनागरिक भनेको चाहिँ खासमा नेपाली हो। नेपालीमा गएर यति क्लिक गरिदिने अनि आफ्नो नाम लेख्ने। ओके भइगयो। के हुँदैछ यो खासमा? यसरी चाहिँ फर्म नाम लेख्ने पहिला, अनि नाम लेखेपछि यहाँ देवनागरिक नाम लेख्ने अनि यहाँ चाहिँ जन्ममिति चाहिँ कसरी फिलअप गर्ने। आफ्नो जन्ममिति चाहिँ कति हो? म आफ्नो जन्ममिति राखेँ। लास्ट ल आइसक्यो, दुवै फिलअप भइसक्यो। अनि लिङ्ग भने आफ्नो जुन त्यही राख्ने। यो पुरुष मैले राख्ने। यो देवनागरिकमा भन्दैछ हैन। खुरु भर्ने छिटो। अम्माको नाम पनि लेख्नु पर्नेछ। हजुरबाको नाम लेख्नु छ यहाँ। यहाँ चाहिँ भर्ने अनि यो नेपालीमा लेख्न नि अलि गाह्रो हुन्छ यसमा खासमा। अनि पत्नीको नाम लेख्न छ भने, छैन भने त छैन। अनि यहाँ नागरिकता नम्बर लेख्ने अनि जारी जिल्ला लेख्ने अनि जारी मिति लेख्ने अनि थप विवरणहरू त लेख्नै पर्ने हुन्छ। नागरिकता नम्बर म आफ्नो लेखेँ। अब आधारभूत विवरणमा सबै फिलअप गर्दाखेरि अगाडि बढ्नुहोस् भनेर आउँछ, त्यसमा क्लिक गर्ने। अब स्थायी ठेगानामा अब कहाँ हो त्यो भर्ने। अब म चाहिँ मध्य प्रदेश खासमा, जिल्ला सर्लाही, स्थानीय त यसमा होला गाउँपालिका। यो चाहिँ के छ खासमा हेरेन मैले। स्थानीय त गाउँपालिका। स्थानीय तहमा चाहिँ गाउँपालिका नगरपालिका के छ भनेर त्यो लेख्नु पर्ने छ त। गाउँपालिका मेरो चाहिँ गाउँपालिका हो खासमा। अब तपाईँको जुन छ त्यो भर्ने। अनि यहाँ नगरपालिका गाउँपालिका। अब नगरपालिका गाउँपालिकाको नामहरू चाहिँ यहाँ चक्रघट्टा। यो चाहिँ चक्रघट्टा गाउँपालिका छ मेरो। अनि मेरो वार्ड नम्बर 03
टोल नाममा पहिला जुन गाउँको नाम छ नि गाउँको नाम लेख्नुपर्ने हुन्छ। अब त्यो कुरा सबैलाई थाहा हुँदैन खासमा। अब मार्गमा लेख्ने विचार छ भने लेख्नु, घर नम्बर छ भने लेख्नु, छैन भने केही छैन। अनि यसमा पत्रचार गर्ने ठेगाना अनि स्थायी ठेगाना जस्तै यसमा भर्नुपर्ने छ भने भर्नु। म चाहिँ यहाँ खासमा काठमाडौँ हो, तर भर्नु नपोस् भनेर मैले स्थायी ठेगानामा यसले केही फरक पार्दैन। मैले यसैमा क्लिक गरेर फिलअप गरिदिएँ। अब यसमा चाहिँ खासमा अब सबै थोक सम्पर्क नम्बर सबै थोक मैले भरिसकेँ। यसमा अब अगाडि बढ्नुपर्ने छ। अब यसमा क्लिक गर्छु। अब चाहिँ यसमा शैक्षिक योग्यता राख्नुपर्ने छ। शैक्षिक योग्यतामा शैक्षिक योग्यताको विवरणमा क्लिक गर्ने। अनि यस्तो इन्टरफेस खोल्दाखेरि तपाईँ यसमा चाहिँ फिलअप गर्नुपर्ने छ खासमा। अब के पढ्नु भएको छ खासमा वार्ड विश्वविद्यालय के भन्ने यसमा बोर्डको नाम के छ। अब मैले चाहिँ सिटिइभिटी, अब यो सिटिभिटीको फर्म पनि छ। सिटिभिटी अनि शैक्षिक योग्यता, शैक्षिक उपाधि यहाँ चाहिँ मेरो चाहिँ डिप्लोमा हो खासमा, अनि डिप्लोमा भरिदिएँ। संकाय समूह कुन हो तपाईँको एजुकेसन साइन्स, मेरो चाहिँ एग्रिकल्चर हो। अनि मूल विषय कुन हो तपाईँको, जसरी कि मेरो चाहिँ प्लान्ट प्रोटेक्सन, प्लान्ट प्रोटेक्सन। अनि ग्रेड कुन ग्रेड हो, ग्रेड भनेको डिभिजन, म त डिभिजनवाला हो। अनि श्रेणी भनेको कुन श्रेणी, श्रेणी भनेको चाहिँ फर्स्ट होला, फर्स्ट डिभिजनलाई श्रेणी। अब कुन श्रेणी हो भने खासमा फर्स्ट डिभिजन भनेर लेख्नुपर्ने छ। यसमा प्रतिशत लेख्नुपर्ने छ।
राख्नुहोस्मा क्लिक गर्ने अनि फेरि अझै राख्नुपर्नेछ भने राख्ने। म चाहिँ फेरि राख्छु एउटा। एक्चुअली भिडियो पनि ठुलो भइसक्यो, एउटा त्यो छुटिसकेर अब चाहिँ यो चाहिँ यसरी भर्ने अनि सब्जेक्ट कुन छ भनेर आफ्नो म्याथ 10 क्लासको चाहिँ एउटा राख्नुपर्ने हुन्छ खासमा। मेरो चाहिँ यो ग्रेड सिटवाला हो। ग्रेड सिटवालामा के भन्छ अब ग्रेड नेम म हेरेर भन्छु, लेख्छु के लेख्नुपर्ने छ। भिडियो ठुलो नहोस् भनेर बन्द गरेँ। यसमा चाहिँ मैले दुईवटा राखेँ, सिटिभिटीको अनि 10 क्लासको। 10 क्लासको चाहिँ अनिवार्य हुन्छ, राख्नै पर्छ। फेरि अगाडि बढ्नुहोस्मा क्लिक गर्ने अनि अगाडि बढ्ने। यसमा चाहिँ नियुक्ति पत्र छ भने राख्ने, छैन भने नराख्ने। फोटो चाहिँ राख्नुपर्ने छ। नागरिकता प्रमाणपत्र अगाडि अथवा पुरा अगाडिका राख्ने वा नत्र पछाडिको न अगाडिको राख्ने, न त पुरै राखिदिने। अनि नागरिकता प्रमाणपत्र पछाडिको राख्ने। यसमा त्यो सिग्नेचरको स्क्यान गरेर राख्यो होला त्यो राख्ने यहाँ। अनि समावेशी प्रमाणपत्र पर्ने। यसमा चाहिँ समावेशीको खुला छैन, के राख्नु। पछाडिको क्षेत्र प्रमाणपत्र आवश्यक पर्नेको लागि मात्र, अन्य कागजात पर्दैन केही, नागरिकता राखिदिने। मैले चाहिँ नियुक्ति पत्र छैन, पहिला फोटो राख्छु म। फोटोसोटो हालेपछि नागरिकताको फोटोसोटो हालेपछि अगाडि बढ्नु उसमा क्लिक गर्ने। यहाँ चाहिँ खासमा आफ्नो पुरै डिटेल आउँछ अनि डिटेल आएपछि अगाडि बढ्नु उसमा क्लिक गर्ने। यहाँ चाहिँ भन्छ समूह छनौट गर्नुहोस्। यसमा चाहिँ समूह कुन हो, म चाहिँ खासमा खुल्ला हो, समावेशी छैन मेरो। अनि यहाँ अगाडि बढ्नुहोस्मा क्लिक गर्ने। पैसा चाहिँ बरु पछि पे गर्छु, अहिले नगर्ने। यसरी नि तपाईँ आफ्नो पैसा पनि पे गर्न सक्नुहुन्छ। यहाँ लेखा छ परीक्षा दस्तुर दाखिला गर्नुहोस् अनि यसमा क्लिक गरेर अनि आफ्नो के खल्तीबाट गर्ने हो भने खल्ती खोल्ने जुन आइडीबाट नम्बर राख्ने अनि भुक्तानी गर्नुहोस् भन्नेमा क्लिक गर्ने अनि भुक्तानी गर्ने। लास्टमा कुरा सक्यो, तपाईँको फर्म फिलअप भइहाल्छ। मैले चाहिँ पैसा खासमा पछि तिर्ने, अहिले चाहिँ छाडिदिन्छु।